मेनली चाहिँ हाम्रो चाहिँ हैन मेनली चाहिँ हाम्रो त्यही हो कि फर्स्टमा भनेको चाहिँ इपिडर्मिस भयो इपिडर्मिस हैन जस्ट यसमा चाहिँ हुने भनेको चाहिँ हाम्रो फर्स्टमा भनेको चाहिँ इपिडर्मिस भयो इपिडर्मिस भयो इपिडर्मिस चाहिँ हाम्रो चाहिँ इपिडर्मिसमा चाहिँ मेनी डिफ्रेन्ट अब त्यहाँ चाहिँ हैन त्यहाँ चाहिँ मेनली चाहिँ आउटर मोस्ट कभरिङ लेयर भयो प्यारेन्काइमाटस टिस्युले बनेको हुन्छ स्टोमाटा मल्टिसेलुलर हियर हुन्छ त्यसलाई चाहिँ हाम्रो ट्राइकोम्सहरू प्रिजेन्ट हुने भयो यसले चाहिँ मेनली चाहिँ हैन हाम्रो चाहिँ वाटर लसलाई चाहिँ हैन प्रिभेन्ट गर्छ कि कटेक्समा चाहिँ मेनली 3टा रिजनहरू पर्छ त्यसमा चाहिँ हाइपोडर्मिस जेनरल कटेक्स र हाइपोडर्मिस जेनरल कटेक्स र इन्डोडर्मिस हाइपोडर्मिस भनेको चाहिँ अब जस्ट इनसाइड त हैन इनसाइड द इपिडर्मिस चाहिँ कन्सिस्ट भएको हुन्छ हाइपोडर्मिस कन्सिस्ट भएको हुन्छ हाइपोडर्मिस चाहिँ मेनली चाहिँ यसले चाहिँ 4-5वटा चाहिँ हैन 4 to 5 चाहिँ हैन कोलेनकाइमाटस टिस्युको लेयर हुन्छ यसले चाहिँ मेनली चाहिँ मेकानिकल सपोर्ट हैन यङ प्लान्टहरुमा चाहिँ मेकानिकल यङ स्टिम प्लान्ट भन्दा पनि यङ स्टिमहरुमा चाहिँ मेकानिकल सपोर्टमा चाहिँ हेल्प गर्छ यसले चाहिँ हैन कोलेनकाइमाटस टिस्युहरुमा चाहिँ क्लोरोप्लास्ट कन्टेन्ट भएको हुन्छ क्लोरोप्लास्ट कन्टेन्ट भएको कारणले गर्दा फोटोसिन्थेसिसमा पनि हेल्प गर्छ हैन अनि त्यहाँबाट जेनरल कटेक्सको कुरा गर्दाखेरि जेनरल कटेक्स चाहिँ मल्टी लेयर हैन जेनरल कटेक्स चाहिँ प्यारेन्काइमाटस टिस्युले बनेको हुन्छ प्यारेन्काइमाटस टिस्यु बनेको भएको कारणले गर्दा यसमा चाहिँ अब क्लोरोप्लास्ट कन्टेन्ट हुन्छ क्लोरोप्लास्ट कन्टेन्ट भएको कारणले गर्दा फोटोसिन्थेसिसमा हेल्प गर्छ यसको मेनली काम भनेको चाहिँ फङ्सन भनेको चाहिँ ट्रान्सपोर्टेसन अफ फुड हैन ट्रान्सपोर्टेसन अफ फुड र वाटरको चाहिँ मेन फङ्सन भनेको चाहिँ हैन फुड र वाटरको चाहिँ ट्रान्सपोर्टेसन हो हैन ट्रान्सपोर्टेसनको फुड र वाटरको ट्रान्सपोर्टेसनको काम भनेको चाहिँ हैन फुड र वाटरको चाहिँ ट्रान्सपोर्टेसनको काम भनेको चाहिँ हाम्रो चाहिँ कटेक्सको काम भनेको चाहिँ त्यही हो फुड र वाटरको चाहिँ हैन फुड र वाटरको ट्रान्सपोर्टेसनको काम भनेको चाहिँ कटेक्सको काम भयो हैन फङ्सन अफ द कटेक्स चाहिँ त्यो नै हुन्छ अनि इन्डोडर्मिस चाहिँ कटेक्स भन्दा जस्ट इनसाइड हुन्छ अनि त्यो भएको कारणले गर्दा योहरू चाहिँ मेनली चाहिँ अब ब्यारल सेपको हुन्छ प्यारेन्काइमाटस टिस्युले बनेको हुन्छ र कम्प्याक्टली एरेन्ज हुन्छ जसले चाहिँ हैन कम्प्याक्टली एरेन्ज भएको हुन्छ इन्टरसेलुलर स्पेस हुँदैन यसले चाहिँ हैन हाम्रो चाहिँ स्टार्चको फर्ममा चाहिँ हैन स्टार्च गेन इज स्टोर इन लेयर के स्टार्च गेन भएर चाहिँ यो लेयरमा चाहिँ स्टोर हुन्छ यसलाई चाहिँ त्यो भएको कारणले स्टार्च सेल पनि भन्छौँ हैन अनि स्टेलमा चाहिँ जस्ट हाम्रो चाहिँ कटेक्स भन्दा चाहिँ भित्र भएको हुन्छ स्टेलमा चाहिँ हाम्रो पेरिसाइकल हैन स्टेलमा चाहिँ हाम्रो लाइक पेरिसाइकल हैन पेरिसाइकल चाहिँ भास्कुलर बन्डल्सहरू चाहिँ कन्टेन्ट भएको हुन्छ पेरिसाइकल भास्कुलर बन्डल पिथहरू कन्टेन्ट भएको हुन्छ पेरिसाइकल चाहिँ केले बनेको हुन्छ भन्दा पेरिसाइकल भनेको चाहिँ साइकल चाहिँ हाम्रो हैन के अरे स्क्लेरेन्काइमाटस टिस्युले चाहिँ फर्म बनेको हुन्छ हैन पेरिसाइकल इज अ लेयर इन्डोडर्मिस भास्कुलर बन्डल इट इज मेनली कम्पोज अफ प्यारेन्काइमा एज वेल एज स्क्लेरेन्काइमा मेनली भनेको चाहिँ प्यारेन्काइमा भन्दा पनि यो चाहिँ मेनली चाहिँ स्क्लेरेन्काइमाले बनेको हुन्छ के स्क्लेरेन्काइमाले बनेको हुन्छ कि मेनली भनेको चाहिँ यसमा चाहिँ मेकानिकल सपोर्ट प्रोभाइड गर्छ कि हैन स्क्लेरेन्काइमा एरेन्ज इन द फर्म अफ सेमी सर्कुलर प्याचेस आउटसाइड द भास्कुलर बन्डल अल्सो कल द बन्डल क्याप पनि भन्छ हैन प्यारेन्काइमा जस्ट लाइज बिलो के अरे प्यारेन्काइमा लाइज बिलो द मेडुलरी रेज अनि त्यहाँबाट आयो हाम्रो भास्कुलर बन्डलमा चाहिँ अब यसमा चाहिँ कस्तो हुन्छ कन्जोइन कोल्याटरल ओपन टाइपको हुन्छ नि कन्जोइन कोल्याटरल ओपन टाइपको हुन्छ ओपन भन्नुको मतलब भनेको यसमा चाहिँ क्याम्बियम प्रिजन भएको छ हैन क्याम्बियम प्रिजन भएको छ भन्ने बुझ्नु पर्यो कन्जोइन कोल्याटरल ओपन टाइपको हुन्छ जाइलम इज प्रिजन टुवर्ड्स द सेन्टर एन्ड जाइलम चाहिँ सेन्टरमा प्रिजन भएको हुन्छ एन्ड द फ्लोएम टुवर्ड्स द पेरिफेरी हुन्छ हैन पेरिफेरीतिर फ्लोएम हुन्छ अनि जाइलम चाहिँ इन्डाज भयो हैन इन्डाज र पोलिगनल हुन्छ नि जाइलममा के हुन्छ भने जाइलम चाहिँ सेन्टरतिर प्रिजन हुन्छ र फ्लोएम चाहिँ पेरिफेरीतिर हुन्छ जाइलम चाहिँ इन्डाज टाइप अफ जाइलम हुन्छ पोलिगनल हुन्छ जाइलम एन्ड द फ्लोएम अफ इच बन्डल आर सेपरेटेड बाई द लेयर अफ द क्याम्बियम हैन क्याम्बियमले सेपरेट गरेको हुन्छ त्यहाँबाट पिथ चाहिँ अब जहिले पनि पिथ भनेको त अब केले बनेको प्यारेन्काइमाटस सेलले बनेकै हुन्छ भन्ने कुरा चाहिँ हैन पिथ भनेको प्यारेन्काइमाटस सेलले नै बनेको हुन्छ इन्टरसेलुलर स्पेस चाहिँ विथ इन्टरसेलुलर स्पेस अनि जसले चाहिँ फुडको स्टोरेज हैन स्टोरेज अफ फुडमा चाहिँ हेल्प गर्छ के स्टोरेज अफ फुडमा चाहिँ हेल्प गर्छ वी क्यान सी हैन यहाँ चाहिँ अब हाम्रो चाहिँ दिस इज अ फिगर हैन ड्राइगामेट्रिक स्केच भयो यो चाहिँ हामीले ट्याक्क हामीले माइक्रोस्कोपमा अब्जर्भ गर्दाखेरि यस्तो देख्छौँ अनि हामीले जब यसको बनाउँछौँ नि यो भयो हैन हाम्रो चाहिँ जस्ट यसमा चाहिँ हैन इपिडर्मल हियर भयो यसलाई ट्राइकोमहरू भयो क्युटिकल पनि हुन्छ यहाँ इन्डोडर्मिस के अरे यो चाहिँ हैन यो चाहिँ अब इन्डोडर्मिस के
इपिडर्मिस भयो, इपिडर्मिस भन्दा भित्रको यो कर्टेक्स भयो, कर्टेक्सको यो 4-5वटा के अरे हाइपोडर्मिस भयो, हाइपोडर्मिसमा चाहिँ 4-5वटा लेयर कोलेनकाइमाको हुन्छ, त्यहाँबाट कर्टेक्स सुरु हुन्छ, कर्टेक्समा चाहिँ अब त्यहाँ प्यारेन्काइमा टिस्युको लेयर हुन्छ, त्यहाँबाट इन्डोडर्मिस, इन्डोडर्मिसमा चाहिँ ब्यारल चाहिँ प्यारेन्काइमा टिस्यु हुन्छ, पेरिसाइकलमा प्यारेन्काइमा टिस्यु र पेरिसाइकलमा चाहिँ प्यारेन्काइमा टिस्यु र त्यहाँबाट चाहिँ स्क्लेरेन्काइमा टिस्यु हुन्छ जसले मेकानिकल सपोर्ट प्रोभाइड गर्नुपर्ने हुन्छ। अनि त्यहाँबाट भयो अनि जाइलम फ्लोएम भास्कुलर बन्डल आउँछ, जाइलम र फ्लोएम भास्कुलर बन्डल चाहिँ यसमा चाहिँ कन्जोइन कोल्याटरल ओपन टाइपको भास्कुलर बन्डल हुन्छ। कन्जोइन कोल्याटरल ओपन टाइप भन्नको मतलब बिचमा चाहिँ जाइलम र फ्लोएमको बिचमा चाहिँ त्यहाँ चाहिँ जाइलम र फ्लोएमको बिचमा चाहिँ हाम्रो चाहिँ त्यहाँ चाहिँ अब क्याम्बियम प्रिजन हुन्छ भन्नु हो। अनि त्यहाँबाट पिथ भयो, यसको पिथमा चाहिँ कस्तो हुन्छ भन्दाखेरि यसको पिथमा चाहिँ अब प्यारेन्काइमा टिस्युले बनेको हुन्छ जसको कारणले गर्दाखेरि फुडको स्टोरेजमा यसले हेल्प गर्छ होइन। यति भयो पुग्छ कि यसमा चाहिँ होइन, तिमीहरूले खासै हेर्न पर्दैन यसमा चाहिँ, जस्ट दिस इज मच मोर इनफ के होइन।